सम्पूर्णमा नमस्कार। सधैँ झैँ आज पनि म तपाईँहरूमाझ भानुभक्त रामायणको महाकवि भानुभक्तको रामायण बालकाण्ड आजबाट फेरि बालकाण्डमा अथ रामायण महात्म्य नारद पूर्व वृत्तान्त नारद र ब्रह्माको संवाद यहाँलाई सुनाउँछु। राम्रोसँग सुनेर प्रतिक्रिया दिनुहोला। ब्रह्मा मानसपुत्र नारद मुनि पहिला जन्ममा थिए, फेरि दक्ष प्रजेशमा सुत यिनी दोस्रो जन्ममा भए। दासी पुत्र भया महर्षिहरूका तेस्रा जन्ममा जब, सप्तर्षि उपदेशले यिनी भया ब्रह्मर्षि प्रख्यात तब। एक दिन नारद सत्य लोके पुगी गया, लोको गरौँ हित भनी, ब्रह्मा ताही थिया पर्या चरणमा खुसी भया, खुसी गराया भनी। के सोध्छौ तिमी के सोध्छौ तिमी सोध भन्छु म भनी, मर्जी भए त्यो जसै। ब्रह्माको करुणा बुझेर ऋषिले बिन्ती गर्याको तसै। हे ब्राह्मण जति हुन् शुभ अशुभ सबै सुन्नु रहेछु कछु, बाँकी छैन तथापि सुन्न अहिले इच्छा म यो गर्दछु। आउला जब यो कली बखतमा प्राणी दुराचार भई, गर्ड्या छन् सर पाप अनेक तरहका निज मतिमा गएर चाहिँ पाप गर्नुहुन्छ भन्नुहुन्छ। साँचो बात गरेन कोही अरूले गर्नन् यी निन्दा पनि, अर्काको धन खानलाई अभिलाष गर्नन् असली हो भनी। कोही जन त परश्रीमा रत हुनन्, कोही त हिंसामा, देहैलाई त आत्म जानिरहनन् नास्तिक पशु झैँ यहाँ। कामका चाकर झैँ भएर रहनन्, स्त्रीलाई देउता सरी, मान्नन् पितृ र मातृलाई बुझी खुब शत्रु सरीका गरी। ब्राह्मण भइकन वेद बेचिरहनन्, कोही पढुन् तापनि, धन ठुलो छ भनी भन्या सहज जन आर्जन गरौला भनी। जाति धर्म रहँदैन क्षेत्रीहरूमा, जो छन् यी निचाहरू, शूद्रादि तपस्वी हो रहनन् ब्रह्मा सरीका बरु। स्त्री धेर भ्रष्ट हुनन् पति र असुराको द्रोह ठुलो गरी, यस्ता दुष्ट कसोरी मुक्त हुन् संसार सागर तरी। यो चिन्ता मनमा भयो र अहिले सुन्नु उपाय भनी आएको छु। दया निधान कसरी तर्छन् सहज ती पनि। यस्तालाई उपाय तर्न सजिलो कुन हो यो आज्ञा गरी, मेरो चित्त बुझाइ बक्सनुहोस् कहिल्यै जान्छन् तरी। नारदले दुनियाँ उपर गरी दया बिन्ती गरे यो जसै, ब्रह्माजी खुस भई प्रसन्न हुनु भई मर्जी भयो यो तसै। हे नारद, सब पाप हर्न कनता रामायणै कासरी, अर्को मुख्य उपाय छैन सबको हित यही छ मृतसरी। शम्भुदेखि सुते सुनेर तत्त्व सब यो गान पार्वती गर्दथिन्, रामको नाम अपार जानी बहुतै आनन्दमा पर्दछिन्। जसले गान कन गर्दछन् ती त सरह संसार पार तर्दछन्, कालैको पनि ताप हुँदैन यो भय तब तिनका साथ छुट्दछन्। यो सब शास्त्र विषय बडो छ रघुनाथ को रूप जनाई दिया, जो छन् सबै पुराणहरू सब यो यही मुख्य जानी लिया। गर्छन् कीर्तन सुन्दछन् पनि भन्या पाउँछन् फल भनी, तिनको पुण्य बखान गर्न म सबै सक्दिन मैले पनि। सुन्या थिया शिवदेखि यो महिमा एक श्लोक पढ्नु तापनि, भक्तिले यदि यो पढ्यो पनि भने पाप छुट्छ सारा भनी। जो एक चित्त गरेर पाठ खुसी भई गर्छन् सदा यही भने, जीवन मुक्त तिनै त हुन नरगई स्वर सरीकै बन्या। पूजा पुस्तकको गर्यो पनि त फल एक अश्ववेग कासरी, पाउँछन् सुनियो खो कहीँ पनि भन्या पाप छुट्दछन् त्यो घरी। जोता पुस्तको नजिक गई प्रणाम मात्रै फगत गर्दछन्, त्यस्ता जन सदा देवता पुजी हुन्या फल भोगमा पर्दछन्।
चार वेद पढेर शास्त्रहरूको आख्यान गर्दा अनि पाउँदैनौ फलता पाउँद सहज पुस्तक दिनाले पनि। भक्तिले कहीँ भक्तका घर गया एकादशीमा कहो 24 पल्ट पुरस्चरण गरी हुन्या गायत्रीको फल भयो। जसले रामनवमी उपासित खुसीले जागरा समेतै गरी यो रामायण पाठ गरोस् कि त सुनोस् तन्मन यसैमा धरी। त्यसले तीर्थ पछि तुला पुरुष दान सूर्य ग्रहणमा गर्यो। यस्ता सम्य छैन जान्नु सबले आनन्दमा त्यो पर्यो। रामायण कन गाउन्या पुरुषको आज्ञा त इन्द्रै पनि मान्छन् श्री रघुनाथका प्रिय हुन् मान्यै नै हुन् भनी। 3 दिन यसकन पाठ गरेर जसले सत्कर्म गर्दन जति कोटि गुण फल फलित मिल्दछ सबले गर्दैन तिनको रति। यसमा राम हृदयमा छ पाप हरिहन्या केही ब्रह्मघाती पनि शुद्धात्मा बनि जान्छ दिन दिन पढ्या गर्छन् कृपा राम धनी। रोज 3 पटक अगाडि हनुमान राखेर पढ्छन् पाठ गर्दा जो जस्तो भोग कन गर्न खोज्छौ भोग सम्पूर्ण पाउँछ सौ। जो यो पाठ तुलसी पिपल वरिपरि गर्छन् प्रदक्षिण गरी तिनको पात सब जन्मको जति छन् छुट्छन् ती सोही गरी। तिनको राम गीता छ झन् अति ठुलो यो जसको महात्मा पनि सब जान्या शिव मात्र छन् अरू केही जान्दैन यस्तो भनी। आधा पार्वती जान्दैछिन् म त अझै चौथाई भो जान्दछु गीता पाठ गरेर नाश नहुन्या पाप छैन यो ठान्दछु। रामले वेद मन्थन गरिकन झिक्या गीता र अमृत सरी लक्ष्मणलाई दिया तहाँ पढिलिन्या जान्छन् संसार तरी। मार्छु निश्चय कार्तिक वीर्य भनी खुब ठुलो इरादा धरी पढ्या ती श्री शिवजी गई परशुराम दिन चरणमा परी। पढ्थिन् पार्वती राम गीता तही सुनी पाठ गर्न लागि गया राम गीता तही देखि पाठ गरिलिन्या नारायणै ती गया। महिना दिन यदि गीता राम गीता पढिलिन्या सब ब्रह्मात्माहरू छोड्छन् तारू अरू छुट्छन् सकल लाभ भने बयान क्या गरू। शालिग्राम तुलसी पिपल कि त बडा सन्यासी दैजो गई राम गीता कन पाठ गर्यो यदि भन्या ठुलो महात्मा भई। जुन फल छन् मुखले भनी नसकन्या सो फल त भोग्नै गर्दछन्। कोही श्राद्ध विषय पढ्दछु तिनका प्रीति सबै तर्दछन्। पहिले खुब नियम गरी दशमीमा एकादशीमा पनि आसन बाग्य गस्त वृष्त मनि पाठ गर्छु म गीता भनी। राम गीता कन पाठ गरी बहुत श्रद्धा गरी पढ्दछु त्यसलाई त नभन्नु मानिस भनी रामै शरीरको छ त्यो। दान ध्यान तीर्थ कदापि केही डगरी यो राम गीता पढी बस जो तिन अनन्त पदवीमा जान्छन् सहज पार तरी। धेरै बात गरेर हुन्छ अब केही रामायणको अबर जबर पाप हर्ना कन छैन केही बुझ यो ऐसा शरीरको अबर। जान्छन् स्तोत्र पुराण श्रुति स्मृति गीता सोहै कलामा पनि उग्दैछन् त बयान कहाँ तक गरौँ हो फेरि ठुलो भनी। यो रामायणको महात्मा विधिले नारदीलाई कै त्याग्या फेर पनि भन्नै तरले ब्रह्माजी घोषी भई। पाठ गर्छन् कीर्तन सुन्दछन् यदि भन्या यो यति सुन्दा पनि जान्छन् सबै विष्णुका पुरीमा जान्छन् सबै विष्णुपुरीमा खुब पुण्य सबका बनी। अब शिव पार्वतीको शिव र पार्वतीको उपाख्यान समाज चाहिँ म अर्कोमा आउँछु। सबैलाई नमस्कार।